हेर्छु सहरका ठुला ठुला घरहरू, त्यही गाडिएका हरेक व्यक्तिका अस्तित्व निर्भरहरू। हावाको वेग जस्तै बिना पखेटा उडिरहेछ मेरो मन त। प्रगति गर्न मेरै देश बसु कि वृद्धामा गुवा छोडी जाम म अन्त। गगन मुनि त अटाए अरबौँ घरहरू, तर किन अटाएनन् यति ठुलो मेरो देशमा मात्र 3 करोड व्यक्तिका रहरहरू। धन्यवाद कार्यक्रम प्रस्तुताज्यू, श्रोदय सभाका सभाध्यक्ष महोदय, प्रमुख आकर्षणका केन्द्रबिन्दु प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू लगायत मञ्चासन सम्पूर्ण अतिथिगणहरू, निष्पक्षताको प्रतीक एउटा हातमा कलम अनि अर्को हातमा हाम्रो शब्द जोख्नको लागि न्यायको तराजु लिएर बस्नुभएका निष्पक्ष निर्णायक मण्डलज्यू, समयपालकज्यू र को भन्दा को के कम भनी प्रतिस्पर्धाको मैदानमा उत्रिनुभएका मेरा प्रतिस्पर्धी मित्र लगायत श्री खड्का कालिका युवा क्लबको 36औं वार्षिक उत्सव तथा दशैं मेलालाई भव्य रूपमा सफल पार्नका निम्ति यहाँसम्म आउनुभएका आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्णमा बागलुङ जिल्ला, जसलाई छोडुङ्गी पुलको जिल्लाका नामले समय चिनिन्छ, त्यसै जिल्लाको सुन्दर रमणीय नगरी गलकोट शिरबन्दीको रूपमा घुम्टे अनि पाउजोको रूपमा दरमले सजाएको यसै नगरी वडा नम्बर 9 मा अवस्थित भैरव माध्यमिक विद्यालयको छात्र म समीर गौतमको तर्फबाट स्वीकार्नुहोस् 2099 अभिवादन। सर्वप्रथम त यस कार्यक्रम आयोजक श्री खड्का कालिका युवा क्लबप्रति हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु, किनभने आफ्नो वार्षिक उत्सवको अवसरमा विद्यार्थीलाई सुनौलो विषयमा वक्तृत्व कला प्रतियोगिता आयोजना गरी मलाई पनि भाग लिने सुनौलो अवसर प्रदान गरेकोमा अब भने मूल्यवान समयलाई खेर नफाली म आफ्नो विषयवस्तुतर्फ लाग्न चाहन्छु। आजको वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेको छ बौद्धिक पलायनको समाधान, आन्तरिक समस्याको रोकथाम। अब भने भनिन्छ नि, समुद्रको गहिराईमा पुगेर मोती टिप्नुभन्दा अगाडि समुद्रको गहिराई के कति छ भनेर जान्नु आवश्यक हुन्छ भने कुनै पनि विषयवस्तुको गहिराईमा पुग्नुभन्दा अगाडि म त्यस विषयवस्तुको परिचय दिन सान्दर्भिक ठान्दछु। वास्तवमा बौद्धिक पलायन अर्थात् ब्रेन ड्रेन हाम्रो देशले सामना गरिरहेको एउटा गम्भीर चुनौती हो, जहाँ शिक्षित र दक्ष जनशक्तिहरू अवसरको खोजीमा देशबाट पलायन हुनिरहेका छन्, जसले देशको विकासमा प्रत्यक्ष रूपमा असर पुर्याएको हुन्छ। आज म एउटा यथार्थ बोलिरहेको जसले नेपाली प्रत्येक परिवारलाई छोएको छ। जब हाम्रा चिकित्सकहरू विदेशी अस्पतालमा, जब हाम्रा मेधावी इन्जिनियरहरू विदेशी कम्पनीमा, जब हाम्रा सृजनशील युवाहरू मातृभूमि छोडेर टाढा जान्छन्, त्यो क्षणलाई नै हामीले बौद्धिक पलायन भन्छौँ। तर यहाँ प्रश्न छैन कि किन विदेश जान्छन् भन्दा पनि ठुलो प्रश्न छ कि किन स्वदेशमा बस्न चाहन्नन्। यसलाई नै हामीले आन्तरिक समस्याको रूपमा चिन्ने गरेका छौँ। रोजगारको कमी, अवसरको कमी, राजनीतिक अस्थिरता जस्ता कारणले आज युवाहरू परदेशिन बाध्य भएका छन्। सभाध्यक्ष महोदय, नेपाल प्राकृतिक संसाधनले मात्र होइन मानवीय संसाधनले पनि धनी देश हो, तर दुःखको कुरा हाम्रा प्रतिभाशाली मस्तिष्कहरू आज पलायन भइरहेका छन्। हाम्रा पुर्खाहरूले पनि भनेका थिए, घरको जोग झेल्न सकेनौँ भने बाहिरको डोरीले पनि तान्छ। दैनिक करिब 1500 भन्दा बढी युवाहरू बौद्धिक पलायन गरिरहेको हामीले तथ्याङ्कबाट थाहा पाउँछौँ। मलाई यो कुरा भन्दा दुःख लाग्छ कि भर्खरै 12 पास गरेका विद्यार्थीहरू कुन क्याम्पस राम्रो छ भनेर भन्नुको सट्टा कुन कन्सल्टेन्सी राम्रो छ भनेर पलायनको बाटो अपनाएका छन्। म यो कुराको ग्यारेन्टी लिएर भन्न सक्छु कि यदि हामीले बौद्धिक पलायनलाई रोक्न सक्यौँ भने हाम्रो देशको अर्थतन्त्रमा सुधार असार साउनको मौसमभन्दा पनि चाँडो हुन्छ। हामी सबैलाई थाहा छ, राष्ट्रलाई बलियो बनाउन शक्ति तलब, पद वा पहिचान होइन, राष्ट्रका प्रतिभाशाली मस्तिष्कहरू। यदि ती प्रतिभाशाली मस्तिष्कहरू नै देशमा नभएपछि राष्ट्रको विकास कसरी हुन्छ? नीति हाम्रो तर विडम्बना, हाम्रो देशका कयौँ चिकित्सकहरूले विदेशमा गएर लाखौँको ज्यान बचाएका छन्, तर त्यही गाउँमा उसै कि आमा ज्यान उपचार नपाएर ज्यान गुमाइरहनु परेको अवस्था पनि हामीलाई अवगत नै छ नि। नीतिशास्त्रमा पनि भनेको छ, विद्या नरस्य नामभूषणम, शिक्षा नै मानिसको वास्तविक गहना हो। यदि त्यो गहनालाई हामीले आफ्नै भूमि सुरक्षित गरेर साथमा राख्न सकेनौँ भने हामी पनि आफैमा एक दरिद्र हुन सक्छौँ। हामीले केवल सिपको संरक्षण भनेको केवल हामीले यो बौद्धिक पलायन रोक्नु होइन, यो भनेको हामीले गर्ने मातृभूमिसँग प्रतिज्ञा हो। त्यही मातृभूमिसँग हामीले गरेको प्रतिज्ञाले हामीलाई विश्वसँग टक्कर दिन सक्ने हिम्मत दिन्छ। हामीसँग आफ्नै उदाहरण छन्। डाक्टर सन्दीप रुतले नेपालमै विश्वलाई देखाए दृष्टि केवल आँखामा होइन सोचमा हुन्छ। महावीर पुन विदेशमै बस्न सक्थे, तर नेपाल आएर घर घरमा उज्यालो ल्याए। नेपालको जताततै इन्टरनेट सेवा सुविधा पहुँच गरे। एक व्यक्तिको फर्किने निर्णयले
अन्त्यमा म के भन्न चाहन्छु भने महान दार्शनिक स्वामी विवेकानन्दले भन्नुभएको थियो राष्ट्रलाई अगाडि बढाउन चाहन्छु भने राष्ट्रका युवालाई श्रमको बाटोमा राष्ट्र प्रेम र श्रमको बाटोमा अगाडि सार हाम्रो एक दिन हाम्रो देशका युवाहरू मौलिक पलायन गर्छन् र नेपालको पुरै चिकित्सकहरू इन्जिनियरहरू खाली हुने अवस्था पनि हामीले थाहा पाउनेछौँ एक दिन अल्बर्ट आइन्स्टाइन जस्ता वैज्ञानिक पनि पलायनको बाटो अपनाउनु परेको थियो यदि उनलाई जर्मनीले आफ्नो देशमा राख्न सकेको भए त्यो गौरव आज अमेरिकाको होइन जर्मनीकै हुन सक्ने थियो जहाँ अल्बर्ट आइन्स्टाइनले आफ्नो संसार पाए त्यस देशलाई नै नयाँ दिशातर्फ मोड्न सके यदि जर्मनीसँग आफूले अल्बर्ट आइन्स्टाइनले राखेको भए नेपाल पनि निकै अल्बर्ट आइन्स्टाइन थोमस अल्वा एडिसन सर आइजक न्युटनलाई विदेशाउँदैछ विदेशी भूमिमा खेलाउँदैछ हाम्रो देशको गौरव मातृभूमि छोडेर विदेशी भूमिमा खेल्न थालिसकेको अवस्था छ हाम्रा बुद्धिजीवीहरू